हैन मन्दिरको अवस्था यस्तो छ। लिबाङदेखि जस्ट आधी घण्टामा चाहिँ आइपुग्यो। पिकनिक पनि हान्न सक्नुहुन्छ, साथीहरुसँग आएर इन्जोय पनि गर्न सक्नुहुन्छ। हेलो एन्ड नमस्ते गाइज, माई नेम इज मनोज म तपाईहरुलाई स्वागत छ मेरो नयाँ एपिसोडमा। सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने आशा गर्दछु र म पनि एकदम ठिक छु। आज चाहिँ पानी परेको थियो, अहिले चाहिँ पानी बिदो भएर पानी बन्द भएर चाहिँ घाम यस्तो मजाको लागेको छ। अनि हिजोबाट चाहिँ भिडियो बनाउन चाहन्थे तर पानी पर्न ला जस्तो गरेको थियो र एकछिन मेरो हिजो चाहिँ साँझ काम भयो हुनाले चाहिँ यसो भिडियो सिडियोहरू बनाउनु पाइएन। म आज तपाईहरुको सामु चाहिँ एउटा भिडियो लिएर आएको छु। हाम्रो लिबाङ नजिकै मूलबानी नजिकै चाहिँ एउटा दामी ठाउँ छ, गोरबाङ भन्ने ठाउँ। म त्यतातिर जाँदैछु, के हुन्छ त्यहाँको भ्यूहरू म तपाईहरुले देखाउने छु, भिडियोमा हेर्दै गर्नु होला। र त्यहाँ जाँदा चाहिँ मम्मीसँग चाहिँ हामी बङ्गुरलाई चाहिँ दाना लगिदिनेछौँ र हाम्रो बङ्गुर पनि के कति छ म तपाईहरुलाई देखाउने छु। भिडियोलाई हेर्दै गर्नु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला भन्दै आजको भिडियो स्टार्ट गर्छौँ है त। ल अहिले आमासँग बङ्गुरलाई चाहिँ दाना लगिदिरहेको छौँ हैन। यो भयो बङ्गुरको दाना। अलि माथि टाढा छ हाम्रो बङ्गुर चाहिँ, अलि भन्दा चाहिँ धेरै टाढा नै छ। लगभग यहाँदेखि चाहिँ 5 मिनट जति हिँड्नुपर्छ दाना बोकेर हैन। अनि के कुरा छ भने फेरि हाम्रो बङ्गुरले पनि फेरि भर्खर बच्चा पाएको छ, 1 हप्ता जति भएको छ। त्यही भएर चाहिँ अलि ख्याल गर्नुपर्ने हुन्छ। दिनमा चाहिँ 3-4 चोटि 4 चोटि अथवा 5 चोटि चाहिँ जानै पर्ने हुन्छ बङ्गुर छेउमा मम्मी। अनि बेला बेलामा हामी पनि गइदिएर हुन्छौँ हैन। ल अब चाहिँ हामी आइपुग्नु लाग्यौँ। यो उकालो काटेपछि आइपुग्यौँ। यस्तो जिता यार हाम्रो बङ्गुर खोरमा। अहिले त अहिले चाहिँ बङ्गुरहरू यतापट्टि सानो छ यतापट्टि अझ सानाहरू छन्। सबैभन्दा ठुलो चाहिँ यतापट्टि छ। यो चाहिँ यिनीहरूको आमा, योवाला यिनीहरूको आमा। हाम्रो बङ्गुरले चाहिँ टोटल चाहिँ 9वटा बनाएको थियो बच्चा, 9वटा पाएको थियो बच्चा। एउटा चाहिँ मरेर गयो जन्मिन बित्तिकै र 8वटा चाहिँ अझै राम्रै छन्। आज भर्खर भिटामिनको इन्जेक्सन लगाइदिएको। अनि मौसम चाहिँ एकदम बवाल छ हैन। बिहानसम्म चाहिँ लगभग 12 बजीसम्म चाहिँ यस्तो मिठो पानी पर्यो, पुरै हरियो पानी पर्यो। अहिले चाहिँ बवाल गरेको छ, घाम सामहरू हालिदिएको छ। सो म चाहिँ अहिले यो माथिको डाँडामा जान लागेको छु र यता गोरबाङ भन्छ, यो डाँडा के भन्छ थाहा छैन, तर गोरबाङमा चाहिँ फुटबलको लागि चाहिँ ठिकै छ। बच्चामा चाहिँ लास खेल्न गइन्थ्यो। अनि अहिले म जहाँ जान लाग्छु त्यहाँ चाहिँ हामी चाहिँ पिकनिक पनि जान सक्छौँ। यता लिबाङको आसपास हैन, लिबाङ आसपास बस्ने मान्छेहरू चाहिँ हामीले चाहिँ सजिलो छ, नजिकै छ, सबैभन्दा नजिक सजिलो। मसिना त्यत्रो टाढा जानु पनि पर्दैन, सातो बाटो त्यत्रो टाढा जानु पनि पर्दैन, यहीँनिर नजिक हैन। लिबाङदेखि चाहिँ नजिक, एकदम नजिक चाहिँ। भ्यू पनि त्यहाँ दामी छ, तपाईँहरू हेर्दै गर्नु होला, म तपाईँहरूलाई देखाउने छु है त। ल म चाहिँ अब डाँडातिर चढ्न लागेको हैन। मम्मी फर्किनुहुन्छ एकछिनमा, म भने माथि गोरबाङतिर चढिदिन्छु। हेर्दै गर्नु होला, दामी ठाउँ छ हैन। ल अब चाहिँ हल्का उकालो छ। यो उकालो चाहिँ लगभग हामीले चाहिँ 4-5 मिनेटमा चाहिँ कटाउँछौँ है त। अनि गोरबाङमा चाहिँ स्पेशल कुरा के छ भने
प्रत्येक शनिबार चाहिँ भाइहरू चाहिँ यहाँ फुटबल खेल्न आउँछन्, बवाल मजा आउँछ हैन। अनि प्रत्येक शनिबार चाहिँ यहाँ खाली हुँदैन, मान्छेहरू यहाँ चाहिँ बवाल आएर हुन्छ। अनि साथीहरूसँग चाहिँ टाइम स्पेन्डको लागि अनि कुनै पिकनिक सिक्निकहरू गर्न मन लाग्यो भने हैन, जे पनि दामी ठाउँ छ यहाँ चाहिँ घुम्नको लागि। सो यदि तपाईँहरू आउनु भएको छैन भने एकचोटि अवश्य ट्राई गर्नु होला, आउनु होला हैन। बवाल मजा आउँछ, मतलब भ्यू एकदम बवाल छ, यहाँ चिल छ, यहाँ चाहिँ एकदम पुरै शान्त छ। हामी आइपुग्यौँ अब। अनि स्पेसल यहाँ के कुरा छ भने यो वालहरू छ नि त, साइडतिर वालहरू, आमामा यता जाने चाहिँ माथि फिल्डतिर जान्छ, यता फुटबल खेल्ने ठाउँतिर यताबाट जान्छ, यतादेखि चाहिँ हामी जान्छौँ है त। यदि तपाईँहरू आउनु भएको छैन भने एकचोटि चेक गर्नु होला, एकदम बवाल मनपर्छ तपाईँहरूलाई यो ठाउँ हैन। अनि यो साइडमा राखेको वालहरूले चाहिँ एकदम बवाल लुक्स दिन्छ हैन, बवाल। अनि म तपाईँहरूलाई यहाँदेखि भ्यू देखाइदिन्छु, मुलपानीको भ्यू एकदम बवाल देखिन्छ यहाँदेखि चाहिँ मुलपानीको भ्यू सर्लक्क हेर्न सक्नुहुन्छ। यो चाहिँ मुलपानी, ओ माई गड, मुलपानी हैन। अनि यो चाहिँ जलाधार तथा भू संरक्षण अफिस। पहिला चाहिँ यहाँनिर चाहिँ सशस्त्रहरू बस्थ्यो, सशस्त्रहरूको चाहिँ क्याम्प थियो, अहिले चाहिँ यहाँनिर अफिसहरू छन्, धेरै 2-3वटा अफिसहरू छ। यदि तपाईँहरू टिकटकहरू बनाउनुहुन्छ हैन, फेसबुकमा रिलहरू हाल्नुहुन्छ, इन्स्टाग्राममा रिलहरू हाल्नुहुन्छ भने यो लोकेसन चाहिँ तपाईँहरूको लागि एकदम बेस्ट हुनेवाला छ। एकदम दामी छ यहाँको भ्यू हैन, यहाँको मतलब सबै कुरा एकदम राम्रो छ। तपाईँहरू यहाँ चाहिँ आएर पिकनिक पनि हान्न सक्नुहुन्छ, साथीहरूसँग आएर इन्जोय पनि गर्न सक्नुहुन्छ हैन। मतलब टाइम स्पेन्डको लागि चाहिँ एकदम बवाल छ। र भिडियोहरू हैन, तपाईँहरूले टिकटकहरूको लागि भिडियोहरू, इन्स्टाग्रामको लागि भिडियोहरू बनाउनु पनि सक्नुहुन्छ। यस्तो बवाल ठाउँ छ, तपाईँहरू आफै आएर भिजिट गरिदिनु होला, यस्तो दामी छ। तपाईँहरू एकदम अवश्य मन पर्ने छ यो ठाउँ हैन। अझ तपाईँहरू चाहिँ यहाँ चाहिँ पिकनिकको लागि चाहिँ तपाईँहरू चाहिँ यो मनसुनको समय, यो असार साउनतिर आउनुभयो भने एकदम बेस्ट हुनेवाला छ। किनभने त्यो बेला चाहिँ एकदम हरियाली हुन्छ हैन, हरियाली हुन्छ। अनि तपाईँहरू चाहिँ यहाँ एकदम मस्तको भ्यू पाउन सक्नुहुन्छ त्यो बेला चाहिँ है, छुट्टै नै लुक्स पाउनुहुन्छ। आज भोलिको लुक्स र त्यो बेलाको लुक्स चाहिँ एकदम छुट्टै नै हुनेछ। म चाहिँ अब फिल्डतर्फ हिँडेको। यहाँ चाहिँ मैले अलिअलि सर्टहरू लिएको छु, भिडियोहरू। अब के गर्ने, कोही छैन साथी, अब स्लो भ्लगर मतलब स्लो भिडियो बनाउने भए यस्तै हुन्छ, स्लो भ्लगर हैन। क्यामराम्यान छैन, आफै जे जस्तो बनाउने आफै बनाउने। रुखमा अड्दै भिडियो बनाएको छु। ल टिकटकको लागि भिडियो बनाएको छु, रिल बनाएको छु। यदि टिकटकमा चाहिँ तपाईँहरू हेर्न सक्नुहुन्छ, मेरो टिकटक नयाँ अकाउन्ट खोलेको छु। पुरानो अकाउन्ट चाहिँ इन्कम्प्लिट स्टोरी छ भने नयाँ अकाउन्टमा चाहिँ वाट इज लाइफ भन्ने छ, गएर चेकआउट गर्न सक्नुहुन्छ हैन। नयाँ टिकटक आइडीमा चाहिँ छैन अहिले, भर्खर हिजो अस्ति खोलेको। अब त्यहाँ चाहिँ भिडियोहरू पनि आउँछ। र पुरानो टिकटकमा चाहिँ भ्लगको लागि चाहिँ कन्टिन्यू भिडियोहरू चाहिँ त्यहाँ आइरहेको हुन्छ, अपडेट भइरहेको हुन्छ। भ्लग आउनुभन्दा पहिला चाहिँ त्यहाँ अपडेट हुन्छ टिकटकमा। सो गएर हेर्न सक्नुहुन्छ हैन। ल अब चाहिँ हामी आइपुग्यौँ फिल्डमा। यहाँ चाहिँ बच्चामा यस्तो रमाइलो गरिन्थ्यो हैन, कसम कुरै छोडिदिनु क्या। लास्टमा रमाइलो हानिन्थ्यो, फुटबल हान्न आउने, साथीहरूसँग रमाइलो गर्न आउने, त्यहाँ खाजासाजाहरू बोकेर आउने। पानी यता पानी चाहिँ पाउँदैन है, अहिले नै भन्छु, पानी चाहिँ आफै बोकेर ल्याउनु पर्ने हुन्छ।
अनि अरू सब ठिक छ। यहाँ चाहिँ यस्तो बवाल छ, भाइले पोस्ट बनाएको छ सानो सानो गाडेर। अनि पाहाडको कुनामा चाहिँ मन्दिर रहेको छ। यहाँ चाहिँ भदौमा हो कि साउनमा, असार साउन भदौमध्ये एक कुन महिनामा हो यहाँ चाहिँ पूजा गर्ने गर्छन्। यहाँ चाहिँ बलि चढाउँछन् होइन, बाख्राहरू लिएर बेडाहरू लिएर काट्छन्। अनि माथितिरको भ्यू एकदम बवाल अक्खा। ल यही हो फिल्ड, यही हो हल्का। अब यो भनेको मान्छेले बनाएको होइन, यो भनेको अटोमेटिकली यस्तै भएको, यो यस्तै भएको। यो खेली चाहिँ अहिले चाहिँ यस्तो बनाएको छ, पुरै चिल्लो बनाएको छ फिल्डलाई। अनि यी फुटबल सुजहरू हेर्न सक्नुहुन्छ, च्याटेको यता फालेको छ चप्पलहरू होइन। त्यही हो। यहाँ चाहिँ ठुलो मान्छे आउँदैन है, सानो भाइहरू चाहिँ आउँछन्। सानो भाइहरू चाहिँ रमाइलो गर्न आउँछन्। अब किनभने उता हाम्रो टुरी खेलको फिल्ड चाहिँ खोलिदिन्न, अनि हप्तामा एकचोटि मात्र खोलिदिन्छ क्या। अनि त्यो पनि फेरि अब ठुलाहरू खेल्नुहुन्छ, त्यही भएर उनीहरूले चान्स पाउँदैन नि, त्यही भएर यतातिर चाहिँ खेल्न आउँछन्। अहिले मन्दिर चाहिँ सायद धेरै भयो क्या ओपन नगरेको। यस्तो छ मन्दिरको अवस्था होइन, मन्दिरको अवस्था यस्तो छ। त्यही हो गाइज, एकचोटि भिजिट गर्नु होला यदि आउनु भएको छैन भने। नजिकै हो, लिबाङदेखि जस्ट आधी घन्टामा चाहिँ आइपुगिन्छ। आधी घन्टामा चाहिँ मजाले आइपुगिन्छ है यो ठाउँ चाहिँ। अनि साथीहरूसँग प्लान गरेर आउनु होला। आउनुभन्दा अगाडि चाहिँ तपाईँहरूले चाहिँ पानीसानीहरूको चाहिँ आफै व्यवस्था गरेर आउनु होला, किनभने यहाँ चाहिँ पानी छँदै छैन भनौँ न, पानी तलैदेखि बोकेर ल्याउनुपर्छ। त्यही भएर यहाँ पानीको चाहिँ एकदम सर्टेज छ। मूलपानीको तल मूलको खोलाबाट चाहिँ पानीसानी भरेर आउनु होला। अनि एकदम बवाल छ, आएर चाहिँ रमाइलो गर्न सक्नुहुन्छ। अनि त्यही हो है त। ल माथितिर छ अझै ठाउँ छनु त, तर म माथितिर जान चाहेन। सो हेर्दै गर्नु ल, अब म फर्किनु पर्ने हुन्छ है त। ल अब म चाहिँ झरिसकेँ होइन। भिडियो के कस्तो भयो, यदि मन पर्यो लाइक गरिदिनु होला। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला, यस्तै भिडियोहरू पाउनको लागि। र लास्ट भ्यू यही बाटो हो, आउने चाहिँ यो बाटो हो, झर्ने बाटो यही बाटो हो। सो तपाईँहरू चाहिँ मूलपानीको मूलदेखि चाहिँ माथितिर आएर, मूलको बाटोदेखि चाहिँ हल्का माथितिर आएर चाहिँ आउनु सक्नुहुन्छ होइन। बाटो एकदम फराकिलो, मतलब पिच बनाएको छ, पारिसम्म त पिचै छ बाटो, दामी नै छ। तर यहीँ तल ग्राउन्ड लेभलमा आएर चाहिँ तपाईँहरू यहाँदेखि चाहिँ हाइकिङ मतलब हिँडेर आउनु पर्ने हुन्छ माथिसम्म, टपसम्म होइन। अन्त यहीँसम्म चाहिँ तपाईँहरूको गाडी साडी सबै आउँछ, तपाईँहरू बाइक साइक सबै आउँछ तपाईँहरूको यहाँ है। बसै छिर्छ भन्न मिलेन होइन, शान्तिले बसै छिर्छ। ल त्यही हो, आजको भ्लग चाहिँ एकदम छोटो भयो। फेरि पनि भन्छु, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न नबिर्सिनु होला। र आफ्नो सल्लाह सुझाव चाहिँ कमेन्टमा राख्न नबिर्सिनु होला भन्दै आजको मिनी भ्लग यहीँ समाप्त गर्छौँ। धन्यवाद, बाई बाई।